सँग कुनै किताबको ज्ञान होइन, म आफ्नै जीवनको कुरा सेयर गर्न चाहन्छु। हामी मानवमा एउटै कुरा आउँछ, केही नयाँ गरौँ, केही फरक गरौँ, तर त्यो कुरा चाहिँ हामी बिचबाटमै रोकिरहेको हुन्छ। हामी गर्न सकेका छैनौँ, त्यही भएर त्यो कुरा आज यो भिडियो पनि त्यसैको बारेमा हो। हामी केही नयाँ गरौँ अथवा केही फरक गरौँ भन्ने सोच राख्नुभएका साथीहरूको। हामी सबैसँग 24 घन्टा हुन्छ। हाम्रो काम गरेर पनि बितिरहेको छ, नगरेर पनि बितिरहेको छ। हामीसँग पढेका होइन, अनपढ व्यक्ति, पढ व्यक्ति, हरेक व्यवसाय, बिजनेसम्यान, हजुर जुनसुकै मानिससँग पर्याप्त समय भनेको 24 घन्टा नै हुन्छ। सबै समय बराबर मिल्छ, समय होइन, फरक समयको होइन, फरक सोचको पो हो, बराबर नै हो तपाईँ हामीसँग। तर हाम्रो सोच र समयको फरक होइन, हाम्रो सोचको फरक हो, समयको फरक होइन। तर प्रश्न के हो भने कोही मान्छेहरू अगाडि पनि बढिसकेका छन्, सक्सेसफुल भइसकेका छन्। यसको मतलब कोही मान्छेहरू बिचमै रोकिरहेका छन्, यसको मतलब उनीहरू सुरु गर्न सकेका छैनन् अथवा गरेर पनि बिचबाटमा रोकिरहेका छन्। त्यो विषयमा तर सत्य के हो भने समय हामीले नदिएको हो। क्या जो अलरेडी सक्सेस भइसके उनीहरूले चाहिँ समयलाई सही सदुपयोग गरेर अलरेडी सक्सेस भइसके। जो बिचबाटमै रोकिनु भएको छ उहाँले चाहिँ समयलाई सही सदुपयोग गर्नु भएन। किनकि हामी नयाँ कुरै हो, हामी नयाँ कुरा गर्दैनौँ। हामी नयाँ काम सुरु नगर्नुका ती ठुला 3वटा कारणहरू छन् होइन। एउटा कारणमा पहिलो कारण रहेको छ डर होइन, असफल भइन्छ कि भनेर डर। अब हामी सुरु नै गरेका छैनौँ, पहिले नै असफल भइन्छ भनेर डर राख्यो भने कहिले सफल भइन्छ होइन। त्यसरी मान्छेले के भन्छ भनेर डर, मान्छेले के भन्छ अथवा के गर्ला भनेर डर। हामीले त्यो डर राख्यौँ भने सफल भन्न सकिँदैन। दोस्रोमा रहेको छ बहाना। हामीले कस्तो बहाना गरिरहेका छौँ त, आज होइन भोलि गरौँला, आज त यस्तै हो अब भोलि गरौँला। हामीले भोलि भोलि भन्दा भन्दै चाहिँ त्यो आज गर्ने काम भोलि गऱ्यौँ भने त्यो सम्भावना छैन होइन। अब परिस्थिति पनि त्यस्तो नहुन सक्छ। आज परिस्थिति ठिक छैन भन्न खोजेको मतलब हामीले गरिरहेको काम ठिक छैन, अहिले परिस्थिति नै छैन यस्तो होइन, समय त्यस्तो छैन भन्न खोजेको। अर्को अहिले पैसा छैन, मानौँ कुनै व्यापार गर्नु छ, सानो कुनै गर्नु पर्यो अथवा भने हामीसँग पैसा छैन, जब गर्नु पर्यो, अब टाढा जानु पर्यो, हामीसँग पैसा नै छैन भने। तेस्रो रहेको छ साथीहरू तुलना गर्ने। कि हामी अर्काको तुलना गर्ने, अरू त सफल भइसके होइन, हामीभन्दा अगाडि गरेको त सफल भइसके अथवा उनीहरू सफल भइसकेका छन् भन्ने एउटा सोच राख्ने होइन। ढिलो भयो जस्तै हामीले सोच्छौँ उनीहरूले चाहिँ गरेर सबै गरेर सफल भइसके, अब हामीसँग त्यो छैन, त्यही भएर हामी सफल हुन्नौँ। तर साथीहरू सफल भएका मानिसहरू कुनै न कुनै दिन शून्यबाटै सुरु गरेका हुन्। कि जति मानिसहरूले पनि काम गरे तिनीहरू चाहिँ सुरु नै शून्यबाट गरेका हुन् होइन। हामी तपाईँहरू जस्तै शून्यबाटै सुरु गरेर तिनीहरू सफल भएका हुन्। सानो सुरुवातको पनि महत्त्व हुन्छ सर। हामी सोच्छौँ कि ठुलो एकदमै पहिले नै ठुलो गर्न चाहन्छ भनेर राख्छौँ कि, तर सत्य कुरा के हो भने ठुलो कुरा गर्नुपर्छ, तर साँचो कुरा के हो भने सानो सुरुवात नै सबैभन्दा ठुलो सुरुवात हो। हामीले सानो कुरा गरेपछि पो बल्ल त्यो ठुलोमा परिणत बनाउन सकिन्छ। आज 1 घन्टालाई चाहिँ सिक्यौँ होइन, आज 1 घन्टालाई प्रयास गऱ्यौँ मानौँ होइन, सिक्यौँ प्रयास गऱ्यौँ, त्यो 1 घन्टा चाहिँ निर्णय गऱ्यौँ त्यो कामले चाहिँ गर्नुपर्छ है भनेर राख्यौँ। त्यही सानो कदम नै एक दिन त्यो के हुन्छ भने ठुलो परिणाम बन्छ होइन। मानिसहरूले जतिले पनि गरिसकेका छन् ठुल्ठुला मान्छेहरूको नाम लिएर साध्यै छैन साथीहरू होइन। जति उहाँहरूले चाहिँ धेरै प्रयास गरिसकेपछि बल्ल हिजो गरेर बल्ल आज राम्रो एउटा उसमा नाम कमाउनु भइरहेको छ। साथीहरूमा कुनै ठुलो कुरा गरेको छैन होइन। तपाईँहरूलाई लाग्न सक्छ भिडियो हेरेर यसले चाहिँ ठुल्ठुला कुरा गर्छ, भिडियो चाहिँ यस्तो खालको बनाएको छ। म तपाईँहरूसँग यही चाहन्छु कि यदि तपाईँको मनमा इच्छा छ होइन, केही न केही गर्ने सानो इच्छा छ भने सानो कदम चलाउनुहोस्, सानो कुरालाई सुरु गर्नुहोस् त, केही न केही सुरु गर्नुहोस्, अरूको भर नपर्नुहोस्, अरूको प्रतीक्षा नगर्नुहोस् होइन। किनभने परिस्थिति चाहिँ पर्फेक्ट आउँदैन क्या। हजुरलाई गर्नुहोस् भनेर चाहिँ कुनैलाई आउला, तर त्यो आउने सम्भावना हुन्न होइन। सुरु गरेपछि नै बाटो आउने हो। तपाईँले आज एउटा सामान्य पसल राख्नुभयो भने तपाईँले ग्राहक खोज्नु पर्दैन। तपाईँको पसलमा जे सामान छ त्यो चाहिँ लिनको लागि ग्राहक अहिले नआयो भने पछिसम्म अवश्य नै आउँछ।
त्यही भएर साथी अन्त्यमा म के भन्न चाहन्छु भने सबैसँग 24 घण्टा हुन्छ, तर सबैले त्यसलाई सही ठाउँमा सदुपयोग गरेको पाइँदैन होइन, सबै पाइँदैन। त्यसैले त्यो 24 घण्टालाई चाहिँ सही सदुपयोग गर्नुहोस्, सही ठाउँमा युज गर्नुहोस् होइन। आज ठुलो बन्नु भन्दा नि त्यसलाई चाहिँ सुरु गर्न नै जरुरी छ कि। आज तपाईँले ठुलो देखेर भएन नि त, आज त्यसले सानो सानो सदुपयोग गर्नुभयो भने भोलि त ठुलो अवश्य बनिन्छ। यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला।